लगायत यहाँ पुरै तयारी भइसक्यो होइन। प्याज स्याज भुटिन लाग्यो, आगो सागो बालेर। यो चाहिँ मैले पकाएको मासु होइन। भाइ हर्कतले गाउँ लाग्छ बिहेको दिनमा पानी गर्ने होला। सो hey guys, welcome back to the channel एकत राइडर। सो वेलकम टु सबजनालाई मेरो न्यू ब्लगमा गाइस। फेरि आज हामी नयाँ ब्लग लिएर आइसक्यो होइन। सो केटाहरू पछाडि छन्, को यतातिर यस्तरी दाउरा खोज्दैछन् होइन। ए भाइ चाहिँ पानी लिएर जाँदैछ, ऊ त्यो भाइ उतातिर दाउरा खोज्न गइरहेछ। अनि यता लागेका छन् कामदारहरू, त्यहाँ काम गरिरहेछन् आगो बाल्न। सो हामी चाहिँ के गर्न आएको छौँ भनेपछि थाहा पाइसक्नु भयो होला, हामी यहाँ पिकनिक गर्न आएको छौँ। सो केटाहरू सबै साथी भाइहरू मिलेर हामी आएको छौँ होइन। सो यतातिर राइडर विक्रमजीको साइकल छ, मेरो भाइको होइन। अनि यतातिर दोस्तको साइकल छ, यतातिर मेरो साइकल छ, यतातिर यो भाइको साइकल छ, अनि यो चाहिँ त्यो भाइको साइकल हो होइन। सो धेरै दिनपछि ब्लग आइरहेको छ गाइस। सो सबजनाले फुल हेरिदिनु होला अनि सपोर्ट गरिदिनु होला होइन। अनि फेरि टक्क अहिले यहाँ छाहारीमा बसेको छु। हामी आए चाहिँ कहाँ छु भनेपछि हेर्नुहोस्, यहाँको भ्यूहरूले, यहाँको नजिकको मान्छेले त थाहा पाइहाल्छ होइन। यहाँको भ्यूले कस्तो छ, यहाँको यो के हो थाहा पाइहाल्नुहुन्छ। ऊ त्यहाँ मन्दिर पनि छ। हामी चाहिँ आएको छु भल्का, यतातिर सेरीतिर भन्ने ठाउँ होइन। हामी भल्का आएर छौँ। अनि फेरि अब यहाँ 1 किलो मासु ल्याएको छु, अनि फेरि भुजासुजा ल्याएको छु। टक्कले बसेर यसलाई व्यवस्था हान्नुपर्छ होइन। केटाहरू सबजना थाकिसक्यो, साइकलमा आउँदा लिएर सुक्या भएपछि लिएर त्यहाँ दाउरा खोजिरहेको छ भाइ चाहिँ। अनि म चाहिँ आज धेरै दिनपछि ब्लग बनाइरहेको छु। टाइमै मिल्थेन कि, अब यहाँ सी पनि आइसक्यो होइन। अर्को महिनाको 7 गतेदेखि छ, आज चाहिँ कति गते हो, 24 गते आज चाहिँ। अनि फेरि अब त्यो बिदाई हिजो हाम्रो स्कुलको बिदाई थियो होइन। सो अनि फेरि बिदाई सिधै हिजो कार्यक्रम गऱ्यो। अनि फेरि आज चाहिँ हामी यसो घुम्न आएको छौँ नि त। अब धेरै दिन छैन नि स्कुलबाट, अब थोरै दिन मात्रै जाउँ, अब फेरि कहाँ कोही कता भइहाल्छ। त्यही भएर सब साथीभाइहरू मिलेर चाहिँ हामी यतातिर पार्टी गर्न आएको छु। स्पेसली मेरो लागि आएछन् केटाहरू होइन। अब म जाँदैछु नि त स्कुलबाट। सो त्यही भएर सबजना हामी एउटै स्कुलमा पढ्ने भाइहरू हो, अनि फेरि दाइ भाइहरू, त्यही भएर हामी आएको छु। अनि फेरि यस्तै छ गाइस। ल अब यतातिर के गरिरहेछन्, अब त्यतातिर गएर भेट्नुपर्छ गाइस। सबजना फुल हेरिदिनु होला भिडियो। अनि यसो स्टोन पनि, आजकल स्टोन भिडियो पनि बिस्तारै आउँछ, अहिले नआयो भने होइन। भाइले आएन, दाउरा कस्तो ल्याएको छ, मान्छे यत्रो यसो दाउरा यत्रो भुक्दिरहेको छ। ल गाइस अब यतातिर जानुपर्छ। ल यतातिर चाहिँ कार्यक्रम चलिरहेको छ। ए फोहोर नबोल है, फोहोर नबोल। टक्क कडाई यतातिर छ, यता प्याज काटिरहेछ। के छ केटाहरू, सब ठिक छ? बढिया छ। तर मलाई पाउने केटी माया कसम करोडमा एक भोलि होइन केटाहरू। यता पूजा छ उता। ल सुरु हुन पायो हुन्न, उहाँ डाइलग खोजेर भनिहाल्छ कि प्याज चाहिँ। भन्नु पर्यो त डाइलग मेरो जस्तो अलग सुरु हुँदा प्याज हेर्न उहिले हान्न सुरु। थोरै छ पार्टी गाइस आज होइन। ल आज पार्टी हान्नुपर्छ होइन। मासु कहाँ छ? भुजा हेर्नु न, यहाँ झोलामा चिल्ली फुटेर भुजा यहाँ यस्तरी आएर रहेछ कि। ल अब त्यहाँ बाजा साजा पनि छ, यसलाई बस्तले बजाएर नाच्नुपर्छ, रमाइलो गर्नुपर्छ गाइस। उतातिर मन्दिरतिर पनि एकछिन पुग्ला। अनि फेरि उता झर्ना जस्तो जग्गा रहेछ कि नदी, त्यहाँ पनि नुहाउन गइन्छ होइन। ल यतातिर साइकल यस्तरी लाइनमा छ, यतातिर छन् सबजना लागिरहेछन् काममा। अब एकछिन पछि भेट्नुपर्छ गाइस। अब यहाँ आगो सागो बालेर अनि भेट्नुपर्छ। लगायत यहाँ पुरै तयारी भइसक्यो होइन। प्याज स्याज भुटिन लाग्यो, आगो सागो बालेर। अनि यतातिर टक्क पाकिरहेछ। म त यस्तै भ्लग बनाइदिउँ भनेको होइन। हल्का रमाइलो हुन्छ न, गाना बजाउनु नबजा अहिले एकछिनमा, एकछिन बजाइस्। ल यतातिर टक्क बढियासँग यहाँ प्याज भुटिँदैछ, उहाँ फोटो सुट हुँदैछ ग्याङ्स्टरवाला होइन। अनि फेरि यस्तै छ गाइस, भ्लग आउँदैछ बिस्तारै बिस्तारै, एक दुईवटा भए पनि। सो हेरिदिनु पऱ्यो सबजनाले फुलसम्म होइन। सो बनाउँदै गर्छु भ्लग त। यता लसुन खिचिरहेछ भाइ। मोबाइल बनाइदिन्छु नि आज गाइस हैन म। ल यसको आज मासुको स्वाद चाख होला नि त कस्तो हुने रहेछ। नुन ल्याएछ नि? ल नुन ठिक छ। अब यहाँ पुरै रेडी हुँदा छ। अब मस्तले खाइन्छ, यहाँ बसिन्छ, रमाइलो गरिन्छ, नुहाउन गइन्छ। अनि फेरि यतातिर यस्तो फोटो खिचाउनु पर्छ होइन। मासु हालेर भाइ आवाज कम गर है उतातिर। यो चाहिँ मैले पकाएको मासु होइन। टक्क बसाले मसला काटेर हालेँ। अब यता भाइलाई चलाउनु दिएको छु। 1 लट यतातिर राखिसक्यो हामीले पकाएर। यतातिर छ पाकेको, अटाएन क्या, कडाई सानो भयो, त्यही भएर दोस्रो चोटि पकाइरहेको छु।
सक्यो है सर्दी लागेको छ के गर्नु यस्तो छ गर्मी भयो अब टक्क पाकिसक्यो होइन मासु पनि अब यो लास्ट लट हो टक्क पाकिरहेछ मस्तले उतातिर तिनीहरू फोटो खिचाइरहेछन् अघिदेखि लागेका छन् तिनीहरू अहिलेसम्म फोटो सोटो खिचेर सकेनन् अब हामी पकाउनमा लागेको छैन अब पाकिसकेको छ अब त्यसपछि खाइन्छ यो फोटो सोटो खिचाउनुपर्छ नुहाउनतिर जानुपर्छ गाइस होइन यसले पकाए मिठो हुने रहेछ कि मैले पकाए मिठो हुने रहेछ ल हेरौँ अब चट्ट पारामा ल यता भुजा छ यतातिर मसला बचिहाल्यो त्यो अब यो मिट मसला चाहिँ हाल्नु अनि यतातिर भुजा छ झोलामा पनि अनि जुस पनि ल्याएको छु यता खानुपर्छ टक्क पारामा गिलास ल्याएको छ देख्दैन जुस पनि त ल्याएको छु अनि त्यो 2.5 लिटर होला त्यो हाल्नुपर्छ अहिले सबजना मिलेर जुससँग लगाइ अब मासु पाकेपछि भेट्नुपर्छ है ल यहाँ झगडा हुन लाग्यो गाइज होइन यहाँ भुजाको लागि झगडा हुन लाग्यो हामी अब पकाएर पनि खाइसक्यो होइन खान लागिसक्यो यहाँ छ मासु यस्तो छ अनि यहाँ भाइले योभन्दा अगाडि मासु खाइसक्यो फेरि अनि फेरि हात आयो भ्लग पनि बनाउनु छ अब हाल्नुपर्छ बाजा पनि भिडियो बनाउँदा पछि पनि माग लगाएको दाजु भाइ भिडियो खाऊ खाऊ गोरे ल सबजना अब माक्स लगाएर हाँस्दैछ गाइस यतातिर यहाँ लिएर झोला मेरो सबैमा खाँदैछु त्यो कडाइमा खाँदैछ एकदम बढिया छ एकदम बढिया हाल्न भाइ यार ल अब भुजा सुजा खान्छौँ गाइस अनि यहाँबाट निस्किन्छौँ हामी उतातिर अनि देखाउँछु के कस्तो छ त्यो बन्द गर्छ अनि अब खाएर अब निस्किनुपर्छ गाइस यताबाट होइन मस्त छ हर्दुन जानुपर्छ एकदम ल मासु मासु चम्रियामा मेरी सासु दाइ लगायो चट्ट पारामा गाइस अब खान्छौँ अब फेरि अनि निस्किन्छौँ गाइस भाइ हर्कत देखाउनु लाग्छ हर्कत किन होला थाहा छैन साला फोरी ल टक्क हड्डी खान लाग्छ थोरै भाइ पागल भयो लगाइस कन्टेन्ट गाइस कन्टेन्ट छन् अनि हामी चाहिँ यतातिर चरिरहेको छु अब यहाँ भुजा सुजा अब खान्छु मासु कम भयो यार हल्का बढी कडाइमा खान लाग्छ बिहेको दिनमा पानी पर्ने होला त्यस्तो लगाइस अब के छ अब यतिकै छ एकछिनमा भ्लगिङ गर्नुपर्छ उतातिर घुमिहाल्नु पहिला गाइस हामी नुहाउन आइसक्यो होइन यतातिर भाइहरू नुहाइरहेछ नि निस्क्यो हल्काको यही हो एउटा यहाँ भाइ फोटो खिचिरहेछ उहाँ नुहाएर सकिहाल्यो अरूजना मैले पनि नुहाएर सकिहालेँ होइन नुहाएर अनि फेरि म भिडियो बनाउनलाई निस्क्यौँ बाहिर फोटो सोटो खिच्दै केटाहरूको बवाल छ यही हो यहाँको यो खासियत भनेको यहाँबाट यसरी पानी पर्छु खेलिरहेछन् भाइहरू ल गाइस यति नै होइन अनि फेरि आज रमाइलो भयो केटाहरूसँग यतातिर पानीको आवाज धेरै आइरहेछ म यता आएर भ्लग बनाउँछु ल गाइस पानी यताबाट बगेर गइरहेछ आरामले होइन त्यहाँनिर गएर खस्छ कि भाइहरू कपडा चेन्ज गरेर आएछन् अहिले ल ठिक छ यतातिर यहाँ यो झरना भनेको हल्कामा यही हो झरना भनेको होइन सो सबजना यतातिर त्यही भएर आउँछन् सो मैले चाहिँ नुहाएर सकिसकेँ अनि फेरि बाहिर भ्लग बनाउन आएको थियो अनि फेरि त्यही नै हो गाइस भ्लग कस्तो लाग्यो के लाग्यो भनिदिनु होला होइन सो अब साँझ पनि पर्न लागिसक्यो छुट्टै अब त्यहाँदेखि यतातिर पुग्नु मात्रै बाँकी छ सो त्यही भएर अब यहाँबाट निस्किनु पर्ने हुन्छ गाइस अब नुहाइसक्यो होइन अब लुगा सुगा लगाउँछन् भाइहरू अनि फेरि यहाँबाट निस्किन्छौँ हामी सो आजको भ्लग चाहिँ कस्तो लाग्यो सो सबजनाले भनिदिनु होला गाइस होइन धेरै लामो भ्लग बनाउनु पाएन छोटो भ्लग भयो ल मेरो भाइ आइरहेछ उताबाट लोट्यो हिलो हिलो छ के ल आज धेरै लामो भ्लग नबनाऊ होइन भाइ यति इन्ड गरिदिउँ
अर्को भ्लग बनाउला होइन अर्को दिन बनाउला आजको लागि यति ल गाइस अब नेक्स्ट भ्लगमा भेट्नुपर्छ के कस्तो लाग्यो सबजनाले लाइक कमेन्ट सेयर गरिदिनु होला भ्लग चाहिँ सब्सक्राइब गरिदिनु होला सो गाइस अब न्यू भ्लगमा भेट्नुपर्छ गाइस आजको लागि यति नै हुन्छ भ्लग सो सबजनालाई बाई बाई गाइस सँगसँगै भेटाउनु चेन्ज गर्दा बाई बाई